नमस्ते। आज स्मार्ट गाइड च्यानलमा नेपाल प्रहरीको नियुक्तिको बारेमा भिडियो हेर्न सक्नुहुन्छ। नेपाल प्रहरीमा भर्ना हुने यो सुवर्ण अवसरको फाइदा उठाउनुहोस्, नेपालको सेवा गर्नुहोस्, प्रहरी बन्नुहोस् र नेपाललाई अझ राम्रो बनाउनमा योगदान दिनुहोस्। ल अब भिडियो सुरु। नेपाल प्रहरीको नीलो वर्दी केवल पोसाक मात्र होइन, आम नागरिकको विश्वासको प्रतीक पनि हो र यो आम नागरिकका लागि राज्यको उपस्थितिको अनुभूति पनि हो। शिरमा देश अनि हृदयमा नागरिकलाई बोकेर हिँड्ने, हर प्रहर शान्ति सुरक्षा कायम गराउन, आफ्नो दुःख पीडालाई तिलाञ्जली दिन सक्ने वीर तथा वीराङ्गनाहरूले भरिएको एउटा गौरवशाली इतिहास बोकेको सङ्गठनमा समाहित हुने सौभाग्य पाउनु जो कोहीका लागि गौरवको विषय हो। त्यसैले त हामीले तपाईँ वर्दी बिनाको प्रहरीलाई वर्दी सहितको प्रहरीको रूपमा देख्न पाउने एउटा अवसर लिएर आएका छौँ। नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त रहेको प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्नको लागि यही मङ्सिर 26 गते दरखास्त आह्वानको सूचना प्रकाशित भएको छ। राष्ट्र र नागरिकको सेवा अनि सुरक्षा गर्न पाउने यो सुनौलो अवसरलाई किन त्यसै गुम्न दिने होइन र। 1 पद प्रहरी निरीक्षक इन्सपेक्टर -1:09 देखि 1:47। जम्मा माग सङ्ख्या 91 जना। दरखास्त फारम भर्ने मिति 2082 पुस 6 गतेदेखि माघ 5 गतेसम्म। उमेर हद मिति 2057 माघ 5 गतेदेखि मिति 2062 माघ 5 गतेसम्म जन्म मिति भएका नेपाली नागरिक। आवश्यक शैक्षिक योग्यता मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने। अनलाइन दरखास्त फारम सङ्कलन तथा दर्ता केन्द्रहरू 7वटै प्रदेश प्रहरी कार्यालयहरू र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी काठमाडौँ। 2 पद प्रहरी सहायक निरीक्षक ASI -1:48 देखि 2:29। जम्मा माग सङ्ख्या 438 जना। दरखास्त फारम भर्ने मिति 2082 पुस 9 गतेदेखि माघ 8 गतेसम्म। उमेर हद मिति 2058 माघ 8 गतेदेखि मिति 2064 माघ 8 गतेसम्म जन्म मिति भएका नेपाली नागरिक। आवश्यक शैक्षिक योग्यता मान्यता प्राप्त विश्वविद्यालय वा शिक्षण संस्थाबाट प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने। अनलाइन दरखास्त फारम सङ्कलन तथा दर्ता केन्द्रहरू 7वटै प्रदेश प्रहरी तालिम केन्द्रहरू र काठमाडौँ उपत्यका प्रहरी शिक्षालय महाराजगञ्ज काठमाडौँ। आवेदन प्रक्रिया 2:30 देखि 2:46। तपाईले अनलाइन पोर्टल http://carenepolice.gov.np बाट आवश्यक प्रक्रिया पूरा गरी अनलाइन दरखास्त दिन सक्नुहुनेछ। थप जानकारीको लागि नेपाल प्रहरीको वेबसाइट http://nepalpolice.gov.np मा समेत हेर्न सक्नुहुनेछ। प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीको सन्देश 2:47 देखि 3:29। जय नेपाल। देशका कर्णधार युवा साथीहरू, नेपाल प्रहरीको वर्दीमा सजिएर देश सेवामा समर्पित हुने सपना सजाइरहनुभएका होनहार युवाहरूलाई नेपाल प्रहरीमा खुला प्रतिस्पर्धाबाट प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा दरखास्त आह्वान गरिएको सुखद खबर साझा गर्न चाहन्छु। भर्ना छनौट प्रक्रिया पूर्ण रूपले पारदर्शी, निष्पक्ष र योग्यतामा आधारित भएकाले राष्ट्र र नागरिकको सुरक्षामा जीवन समर्पण गर्ने यस स्वर्णिम अवसरलाई सदुपयोग गर्न हुन
नेपाल प्रहरी हार्दिक अनुरोध गर्दछ। धन्यवाद। अन्त्यमा देखिने शब्दहरू 3:30। नेपाल प्रहरी सत्य सेवा सुरक्षणम